हेलो गाइज, यो लास्ट पार्ट हो वाइट गुम्बाको। अनि हेर्न सक्नुहुन्छ मैले अलिकति भिड खाली हेरेँ कि स्लोमो बनाइहालेँ, स्लोमो बनाएँ अनि अलिकति ह्याप्पी भएँ। बनाउन पाउँदा कस्तो हुँदो रहेछ है साथीहरू। अनि हेर्नु न कस्तो मेङ लागिहाल्यो, एकैछिनमा घाम लागेको थियो अनि मेङ पनि लागिहाल्यो। अनि फेरि हेर्नु है, यहाँबाट भ्यू कस्तो राम्रो देखिन्छ। एकछिन हामी त्यहाँ घुमेर बसेको थिएँ थाकेर, अनि भने अलिकति भिडियो लिँदैछु भ्यूजको। तर भिड हेर्नु गाइस, भिडको त आज कुरा नगर्नु के। हेर्नु त भिड कस्तो छ, मान्छे पनि न जान सकिन्छ न त उताबाट आउन सकिन्छ, यस्तो भिड थियो नि। अनि हामी भिड त कुरै नगर्नु, तर हामी त्यहाँ मजाले पुगे। अनि हामी थकाली खाना खाए, नेपालको फेमस थकाली खाना हो। कस्तो राम्रो थियो हेर्नु त।